नमस्कार सम्पूर्णमा। आज हामी छाब्दी बराई मन्दिर आएका छौँ तनहुँमा। हामी पैदल नै मन्दिरतिर अगाडि बढिरहेका छौँ। बाटोमा हामीसँगै अरू भक्तजनहरू पनि हिँडिराख्नु भएको छ। बाटोभरि धेरै पसलहरू रहेछन्, पूजाका सामग्रीहरू, त्यसमा चाहिँ कोसेलीहरू, विभिन्न बच्चाहरूको लागि खेलौनाहरू बेचिराख्नु भएको छ। छाब्दी बराई टोल विकास संस्था यस धार्मिक क्षेत्रमा पाल्नुहुने सम्पूर्ण भक्तजनहरूलाई हार्दिक स्वागत गर्दछ। कति राम्रो बोर्ड देख्न सकियो। हामी अगाडि बढ्दैछौँ। दमौली बजारबाट करिब 5 देखि 7 किलोमिटर पूर्वमा चाहिँ हामी यो मन्दिरमा पुग्न सकिन्छ। धेरै टाढा चाहिँ रहेनछ। र हिँड्ने क्रममा बाटोमा हामीले विभिन्न खानेकुराहरू पनि देखियो। साना साना होटेलहरू, साना साना पसलहरू यहाँ चाहिँ पर्याप्त मात्रामा चाहिँ रहेछन्। यहाँ खानाको सामानहरू किन्नको लागि चाहिँ कुनै टेन्सन चाहिँ छैन। राम्रो चुराहरू पनि देखियो। ल हामी अब मन्दिरको नजिक आइसकेका छौँ। यहाँ हामीले जुत्ता निशुल्क रूपमा चाहिँ जुत्ता राख्न सकिन्छ। यहाँ बलि दिने जनावरहरूको चाहिँ कति रकम लाग्छ भनेर सम्पूर्ण विवरणहरू चाहिँ यहाँ एउटा बोर्डमा लेखिएको रहेछ। हामी अब जुत्ता राख्नतर्फ जाँदैछौँ। राखिसकेपछि अब नजिकै मन्दिर प्रवेश गर्नुभन्दा पहिला यो मनोरम दृश्य यसो हातमुखहरू धोएर चाहिँ हामी अगाडि बढ्न सकिन्छ। हातखुट्टाहरू धोएर पवित्र भएर हामी अगाडि बढिन्छ। ल छाब्दी बराही मन्दिर प्रवेशद्वार हामी आइसक्यौँ। छाब्दी खोलाको शिरमा रहेको यो शक्तिपीठलाई स्थानीय भक्तजनहरूले सत्य देवीको रूपमा पनि पूजा गर्ने गर्छन्। जनविश्वास अनुसार सत्यवती देवी माछाको रूपमा यहाँको पवित्र कुण्डमा जन्मिएकी थिइन्, जसका कारण यो मन्दिरलाई नेपालको माछाको पूजा गरिने दुर्लभ मन्दिरहरूमध्ये एक मानिन्छ। छाब्दी बराई र ढोर बराई नाम मगर भाषाबाट आएको मानिन्छ। मगर भाषामा बराहीको अर्थ नै देवी हुने हुन्छ। हजारौँ वर्षदेखि मगर समुदायले यी देवीहरूको पूजा गर्दै आइरहेका विश्वास गरिन्छ। यद्यपि धेरै मानिसहरूले हिन्दू परम्परा अनुसार पूजा गर्ने गरे पनि यी बराही देवीहरूको आफ्नै मौलिक धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको मानिन्छ। यस मन्दिरको कुण्डमा सुनको टीका लगाएको माछा रहेको जनविश्वास छ। हामी चाहिँ यो मन्दिर पूजा गर्ने क्रममा त्यो माछा देख्न सकिएन, दुर्भाग्यवश। यहाँ जति पनि माछाहरू देख्नुहुन्छ ती सबै माछाहरूलाई अत्यन्त पवित्र मानिन्छ। यदि कुण्डको माछा मारेमा पुजारीले हिन्दू संस्कार अनुसार त्यसको दाह संस्कार गर्नुपर्ने विशेष नियम रहेको बताइन्छ। अनि यहाँ पूजा चाहिँ कहिले कहिले हुन्छ त भनेर भन्नुपर्दाखेरि चाहिँ पूर्णिमा, पञ्चमी, अष्टमी, नयाँ वर्ष तथा प्रत्येक शनिबार यहाँ विशेष पूजा तथा भव्य मेला लाग्ने गर्छ भने औँसी एकादशी तथा सम्पूर्ण साउन महिनाभरि मन्दिर बन्द रहनेछ। यति बेला चाहिँ नआउनु होला है। फेरि झुक्केर टाढाबाट आउनुभयो भने चाहिँ फर्केर जानुपर्ने हुनसक्छ। यस अवधिमा देवी गुफा बस्न जाने धार्मिक विश्वास रहेको पाइन्छ, जुन यस मन्दिरको एक अनौठो विशेषता पनि हो। यहाँ बाँदरहरू पनि धेरै देख्न सकिन्छ। कलकलाउँदो एउटा सानो झरना जसको चाहिँ मुहानमा धेरै माछाहरू चाहिँ एकत्रित भएर चाहिँ बसेको देख्न सकिन्छ। सायद अक्सिजनको मात्रा त्यो ठाउँमा चाहिँ अलिक बढी हुने भएको कारणले गर्दाखेरि चाहिँ सबै माछाहरू त्यतैतिरकै चाहिँ आकर्षित भएको हुनसक्छ। मन्दिर परिसरभित्र रहेका सम्पूर्ण पोखरीहरूमा हजारौँको सङ्ख्यामा माछाहरू चाहिँ हामीले यहाँ देख्न सकिन्छ। माछाको लागि एकदम राम्रो वातावरण रहेको छ। मन्दिरभित्र देवीको फोटो खिच्न अथवा भिडियो गर्नलाई चाहिँ मनाइ भएको कारणले गर्दा हामीले भित्रतिरको चाहिँ फोटो तस्बिरहरू चाहिँ खिचेका छैनौँ। छाब्दी बराईको मुख्य आकर्षक नै माछा भएको कारणले गर्दा हामी आज माछाकै भिडियो चाहिँ धेरै खिचिरहेका चाहिँ छौँ।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र रहस्यमय मान्यताले भरिएको छाब्दी बराई मन्दिर तनहुँ घुम्न आउने जो कोहीका लागि अवश्य पुग्नुपर्ने गन्तव्य हो। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि अर्को रोचक यात्रासँग भेटौँला। फेरि अर्को कुनै धार्मिक स्थलमा चाहिँ हामी भेटौँला। हस्त धन्यवाद। जय छाब्दी बराई, जय माता दी।